शिक्षक र तालिम। संस्कारयुक्त शिक्षण सिकाइ हाम्रो अभियान सम्पूर्ण शिक्षकप्रति सम्मान। नमस्कार सम्पूर्ण महानुभावहरूमा। मेरो नाम पशुपति दाहाल, जन्मस्थान अन्नपूर्ण गाउँपालिका वडा नम्बर 1 कास्की। हाल म काठमाडौँको सामाकोशीमा बस्छु। पेसाले म आरटीआई स्पिकर र ट्रेनर। शिक्षकहरू समाजमा सम्मानित व्यक्तिहरूका रूपमा मानिनुहुन्छ। उनीहरूका ज्ञान, दक्षता र क्षमतालाई सिपमा परिवर्तन गर्दै समाज रूपान्तरणको कार्यमा लगाउन अपरिहार्य हुन्छ। शिक्षकहरू ज्ञानी हुन्छन् भनेपछि उनीहरूमा अथाह ज्ञानको भण्डार छ। समाज विभिन्न सोच, विचार, भावना, दृष्टिकोण, आनीबानी, भिन्न व्यवहार भएका मानिसहरूको साझा थलो हो। शिक्षकहरूमा भएको संस्कारसहितको ज्ञान, बुद्धि र विवेकलाई पहिचान गरी समाजमा उहाँहरूलाई श्रद्धा, आदर, सम्मानसहित सद्भाव अभिवृद्धि गर्न अति आवश्यक छ। अनि मात्रै समाज निर्माणमा शिक्षकहरूको सकारात्मक भूमिका रहन्छ। समाजमा अझै पनि जाति, धर्म, लिङ्ग, रङ्ग, भाषा, राजनैतिक वा अन्य विचार, राष्ट्रिय, जातीय, आदिवासी वा सामाजिक उत्पत्ति, जन्म, उमेर, अन्य हैसियतको आधारमा विभेद गर्ने गरिन्छ, जसका कारण हिंसा, चोट वा दुर्व्यवहार, तिरस्कार वा तिरस्कारजन्य व्यवहार, यौनजन्य दुर्व्यवहारहरू वा अन्य गलत व्यवहार वा शोषणको उच्च जोखिम रहेको छ, जहाँ उनीहरू मनोसामाजिक समस्या जस्तै एक्लै बस्न रुचाउने, नकारात्मक सोचको विकास हुने, आत्मविश्वासमा कमी भएर आत्मग्लानि हुने, सधैँ निराश देखिने, डिप्रेसन देखिने, अन्तमा आत्महत्याको प्रयास सहित गर्ने प्रवृत्ति देखिने हुन्छ। यसलाई नजिकबाट निहाल्ने भनेको शिक्षकले नै हो। त्यसैले शिक्षक मनोसामाजिक परामर्शदाता बन्न जरुरी छ। विवादहरूको समाधानका लागि मेलमिलापकर्ता, द्वन्द्व व्यवस्थापक हुन जरुरी छ। विद्यार्थीको भविष्य निर्माण गर्न संस्कारयुक्त कुशल शिक्षक बन्न जरुरी छ र विकास निर्माणमा असल सल्लाहकार भई सहभागिता जनाउने विकास प्रेमी बन्न पनि जरुरी छ। यति धेरै जिम्मेवारी काँधमा बोकेको शिक्षक नामले मात्रै शिक्षक बन्यो भने उसका विभिन्न भूमिकाले प्रभावकारी स्वरूप लिन सक्ला त? प्रश्न उब्जन सक्छ। अब आफूमा भएको बुद्धिलाई माथि उल्लेखित कार्यसिद्धिका लागि सिपमा बदल्नु अपरिहार्य हुन्छ। यसका लागि सभ्य र कर्तव्यनिष्ठ कुशल शिक्षक बनाउने उद्देश्य लिएर जागरण एपिडेमिक रिट्रिट सेन्टर प्राइभेट लिमिटेड काठमाडौँले 1 महिने प्रोफेसनल टिचर डेभलपमेन्ट ट्रेनिङका लागि कोर्स तयार गरी तालिम दिइरहेको छ। हजुरहरू पनि 21औं शताब्दीको एआई टुल प्रयोग गरी शिक्षा सिकाइ सहित विभिन्न भूमिका निर्वाह गर्न सक्ने क्षमतावान स्मार्ट शिक्षक बन्ने होइन त? सुनौलो अवसरका लागि यहाँहरू र विद्यालयलाई ठुलै निम्तो छ। सिक्ने, सिकाउने, जाग्ने, जगाउने कार्यमा ढिला भयो भने समाज पछि पर्न सक्छ। समाजको रूपान्तरण तपाईँ हाम्रै काँधमा छ। हस् त, भिडियो हेरेर सुनेर साथ दिनुभएकोमा आभार प्रकट गर्दै बिदा हुन्छु। धन्यवाद।